ओए झट्टे, कस्तो झत्ते भनेर बोलाएको, अलिक मजाले बोलाउन सक्दैनस्? अनि झट्टेलाई झट्टे नभनेर के भनेर बोलाउने त? अनि भन्, कति काम ल्याइस्? कामसाम केही होइन, त अहिले पुरा भाइरल भइछस् त। अनि के भन्छ यो? हो त, अनि त अहिले सामाजिक सञ्जालमा पुरा ट्रेन्डिङमा छस् त। फेसबुक खोल्यो झट्टे आछ, युट्युब खोल्यो झट्टे आछ, इन्स्टाग्राम खोल्यो झट्टे आछ। साँच्चै हो र? मलाई चाहिँ विश्वास लागेन यार, सपनामा छु जस्तै लाग्दै। हो त, अनि तँलाई ढाँटे जस्तो लाग्छ? सबै भिडियोमा 1 मिलियन 2 मिलियन पुरा भ्युज गिरेको छ। हैट, साँच्चै भाइरल भइदियो ह? 1 मिलियन 2 मिलियन। हैट, सुन झट्टे, त भने कहिले सामाजिक सञ्जालको एकदम भाइरल ट्रेन्डिङ मान्छे बुझिस् नि। तैँले अब यस्तो त्यस्तो फाल्तु कता कता एक्लै दुक्लै हिँड्नुहुन्न के। अब मिडियाहरू आउँछ, तैँले ठ्याक्क कोटसुट सोटसुट ठ्याक्क लाएर च्याट्ट इङ्ग्लिसमा बात गर्ने हो त्यही भन्न आएको तँलाई। हैट, म भनेको अहिले सामाजिक सञ्जालको भाइरल ट्रेन्डिङ मान्छे। ओए साँच्चै त मलाई त इङ्ग्लिस के बोल्न सिकाइदिएन यार, मलाई त केही आउँदैन यार। इङ्ग्लिस सिकाउनु? इङ्ग्लिस बोल्न केही त्यस्तो साह्रो छैन यार। जसले जे भन्छ यस यस नो नो ओके ओके अफकोर्स यस्तो यस्तो लगाइदिन, आफै सिक्न, त्यहाँ फोनमा हेरेर सिकिहाल्छस्। मलाई पनि खासै इङ्ग्लिस चाहिँ आउँदैन के, त्यही भएर तँ इङ्ग्लिस चाहिँ त आफै सिक के, युट्युब विधि हेरेर सिक। ल त आउँदैन भने त घर जा, यहाँ भाइरल मान्छेको छेउछाउमा बस्नुहुन्न के। भाइरल मान्छेको छेउछाउमा बस्यो भने त पनि भाइरल हुन्छस्, फेरि साह्रो पर्छ जिन्दगीमा। तँ इङ्ग्लिस त म सिकिहाल्छु नि। हेलो, माई नेम इज झट्टे कुमार। है, यति बाजी चल्छ। हेलो, एक्सक्युज मी, हेलो। है, अलिअलि त आउँदो रहेछ इङ्ग्लिस पनि। हिजो तक आउँदैन थियो, अहिले भाइरल भएपछि त यस्तो इङ्ग्लिस त आउँदो रहेछ। है, मान्छेले चाहिँ नि भन्छ नि त, नहुँदा चाहिँ केही हुँदैन, भएपछि चाहिँ सबै हुन्छ। लु, अब हिजो तक भाइरल पनि थिइनँ, इङ्ग्लिस पनि आउँदैन थियो, अहिले त एकैचोटि सामाजिक सञ्जालमा भाइरल पनि, ट्रेन्डिङ पनि, इङ्ग्लिस पनि। प्रगति नै प्रगति, के गर्ने र जीव बाँच्ने होला अब जिन्दगी। है,